बिहान उठेर घाँस पानी दिन फेरि सुतिहाल्छ, खाना खाँदैन। भन्छ हाम्रो परमेश्वरलाई धन्यवाद होस् है, वर्षको लागि प्रार्थना गर्ने आफ्नो छोरीलाई प्रभु धेरै मात्रामा आशीर्वाद दिउन्। तपाईँहरू थाक्नु भएको होला नाचेकोले है, अनि त्यसो काम धन्दाले थाक्नु भएको होला है। तपाईँ यो थकाउट परमेश्वरले जान्नुहुन्छ। यो एउटा योगदान हो, समर्पण हो, ताकि उहाँको निम्ति हामीले समय दिइराखेको छौँ। हालेलुया। किनभने हामी आज होल नाइटमा बस्ने बानी छ, 3 वर्ष हामी प्रार्थना गर्दै सेवा गर्ने बानी छ। अनि तपाईँहरू कति हुनुहुन्न, तर जे भयो भने आजको रात चाहिँ है परमेश्वरले हामीलाई दिनुभएको छ है। यदि भोलि नहोला, तर आज बाइबलले भन्छ आजको दिन चाहिँ मेरो निम्ति यथेष्ट हो भनेर भन्नुभएको छ। भोलि दिनले आफै नै फिक्र गर्छ। आजको बुढे आजको दिन आज यथेष्ट छ भनेर प्रभुको वचनले भन्नुहुन्छ। हालेलुया। अब वचन तपाईँको माझमा बाँड्न लागिरहेको छु, प्रचार गर्न लागिरहेको छु। जुन वचन चाहिँ आज म होइन तर पवित्र आत्मा आफै ममा भएर प्रकाश गर्नुहुनेछ। जुन उहाँले बताउनु लाउनु भएको कुराहरू आज तपाईँहरूको माझमा राख्न लागिरहेको छ। हालेलुया। अनि त्यसले अब सुरु गर्न गइरहेको छ है। अनि परिकल्पना, प्रभु परमेश्वरको परिकल्पना, उहाँको मनमा पहिला नै बनाउनेको योजना, त्यसको बाफत रोमी 5:17 पढिदिनु हुनेछ हाम्रो सोनिया भान्जीले। रोमी 5:17 यसरी लेखेको छ, किनकि यदि त्यस एउटाको अपराधको कारणले त्यस एउटैद्वारा मृत्युले राज्य गर्यो भने त झन् बढ्ता गरी प्रशस्त अनुग्रह र धार्मिकताको वरदान पाउनेहरू एउटै अर्थात् येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछ। आमेन। आमेन। हालेलुया। एउटै मानिसको अपराधले संसारमा मृत्यु आयो हो के न क्रिया भन्नुहोस् त। आज त्यो एउटै व्यक्तिको कारणले गर्दा हाम्रो जीवनमा मृत्यु आएको छ अनि हामी मर्नै पर्छ। तर मरे पनि त्यो पछि तपाईँ हाम्रो जीवन छ। हालेलुया। एउटा व्यक्तिद्वारा अनुग्रह आयो, अनुग्रहद्वारा आज हामी त्यो जीवन हाम्रो जीवनमा हामी के हुन्छौँ सर्ने छ। त्यो अनुग्रह चाहिँ परमेश्वरको प्रेम हो। हालेलुया। परमेश्वरको प्रेम हो। त्यो कारणले गर्दाखेरि हामी पापी थियौँ, पापी भयौँ, अनि आज त्यो पापलाई हरण गर्नको निम्ति परमेश्वरको योजनामा हान्छ। तीतसको 2:11 वचन पढिदिनुहुन्छ। तीतस 2:11 यसरी लेखेको छ, किनभने परमेश्वरको मुक्ति दिने अनुग्रह सबै मानिसहरूलाई प्रकट भएको छ। आमेन। तीतस 2:11 के भनेको छ? किनभने अनुग्रह गर्ने परमेश्वरले उहाँको मुक्ति सबै मानिसहरू प्रकट भइसकेको छ। हालेलुया। हामीलाई प्रेम गर्ने परमेश्वरले हामीमा मुक्ति प्रकट गरिदिनु भएको छ ताकि हामी येशू ख्रीष्ट आज हाम्रो माझमा देखिरहेको छ। हालेलुया। हामी कल्पना गरौँ हाम्रो माझमा येशू ख्रीष्ट हुनुहुन्छ भनेर कल्पना गरौँ। किनभने तपाईँ हामी आत्माको कुराहरू देख्ने हौँ। हालेलुया। यो आँखाले होइन तर भित्रको आँखाले हामी येशू ख्रीष्ट आज देख्न पर्छ। हालेलुया। जतिको यो तारा सजिएको छ, जतिको स्टार बोलिएको छ, यो भन्दा चाहिँ 1000 गुणा येशूको चमक छ। हालेलुया। येशू त्यो दुधमा जन्मेको आमाले राख्दै गर्दै त्यो स्वर्गदूतको प्रकाश आएको छ। स्वर्ग प्रकाश दिएको छ, उज्यालो त्यहाँ छाएको छ। हालेलुया। त्यो चाहिँ प्रकाशहरूको पनि प्रकाश हुन्छ। हजारौँ तापमान भएको घामलाई बनाउने परमेश्वरको पुत्र येशू कति शक्तिशाली हुन्छ। एउटा ऊ सामान्य छ तर उहाँ शक्तिशाली हुनुहुन्छ। हालेलुया। आज त्यो कारणले गर्दाखेरि आज संसार उत्पत्ति हुनुभन्दा अघि नै उहाँले आफ्नो अनुग्रह मानिसमा प्रकट गर्नुभएको थियो। मुक्ति प्रकट गर्नुभएको कारणले गर्दाखेरि आज कहाँ चाहिँ प्रकट गर्नुभयो भन्दाखेरि इजिकेलको पुस्तक 5:5 पढिदिनुहोस्। तपाईँले जोडसाले पढिदिनुहोस्, हामी सबैले सुन्नेछौँ है। इजिकेल 5:5 यसरी लेखिएको छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ, यरुशलेम यही हो जसलाई मैले जाति जातिहरूको केन्द्रमा बास लिएको छु, जसको चारैतिर देशहरू छन्। आमेन। हालेलुया। यो मेरो बाइबलमा छ। अनि परमेश्वर भन्नुहुन्छ यरुशलेमलाई चाहिँ सारा विश्वको केन्द्रबिन्दु बनाएको भन्नुभएको छ। केन्द्रबिन्दुले बुझ्नुहुन्छ? केन्द्र सेन्ट्रल भाग उहाँले बनाउँछ, जसको नाम चाहिँ के छ?
इजरायलको यरुशलेमको बेथलेहेम ठाउँमा चाहिँ आज सारा विश्वको देशभरिको सबै देशको बिचमा चाहिँ परमप्रभु परमेश्वर इजरायल निर्माण गर्नुभएको छ। त्यो इजरायलमा यीशु ख्रीष्टलाई परमेश्वरले पठाउनु भएको छ। हालेलुया हालेलुया। आज त्यो देश पठाउनु भयो अनि पठाएपछि अनि परमप्रभु परमेश्वरले आफ्नो योजना बनाउनु भयो अनि यीशु ख्रीष्टलाई हाम्रो माझमा पठाउनु भएको कुरा आज तपाईँ त्यो कुरो हामी थाहा पाउँछौँ। आज तपाईँको धन्यको हामी पापी छँदै जन्मिनु पर्यो। हाम्रो पाप चाहिँ यस्तो पाप हो, त्यो पाप चाहिँ कसैले हरण गर्न सक्दैन यीशु ख्रीष्ट बाहेक। आज हामी किन उत्साह मनाउँछौँ, हामी किन नाच्छौँ? कतिले भन्छ है प्रभुसँग नाच्नु हुँदैन भन्छ। आज यो व्यक्तिगत कुरा हो। हामी नाचेर हामी आराधना गर्न सक्छौँ, नाचेर उहाँको जन्म उत्सव मनाउन सक्छौँ। हालेलुया। हामी कुनै मानिसको विवाहमा बर्थडे कार्यक्रममा हामी जब नाचेर हामी आराधना गर्छौँ, नाच्छौँ भने आज हामी प्रभु जन्म किन ननाच्ने? हामी गाउँछौँ, गाएर उहाँलाई किन प्रशंसा नदिने? किनभने परमप्रभु परमेश्वर तपाईँ अनि मेरो निम्ति आनन्दले गाउनुहुन्छ। हालेलुया। सपना पुस्तक 3 को 7 पढ्नुहोस्। वचनद्वारा तपाईँलाई बुझाउन चाहन्छु। मैले यो मेरो कल्पनाले होइन, तर म वचनद्वारा तपाईँलाई भन्न चाहन्छु। तपाईँले प्रार्थना पनि गर्दै गर्नुहोस् मनमा, ताकि वचन राम्रोसँग बुझ्न सकौँ, बुझेर यो वचनलाई यसको भित्रको कुरा गहिरो रहस्य बुझ्न सकौँ भने तपाईँले प्रार्थना गर्नुहुन्छ। परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ, उहाँ बचाउनलाई समाप्ति हुनुहुन्छ। तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ, आफ्ना प्रेममा उहाँले तँलाई फेरि नयाँ तुल्याउनुहुन्छ। पर्वको दिनमा झै तेरो कारण उहाँ गीत गाएर रमाउनुहुनेछ। हालेलुया। हाम्रो निम्ति के गर्नुहुन्छ उहाँ? पर्वको दिनमा झै आनन्दले गीत गाएर रमाउनुहुन्छ। हाम्रो परमप्रभु परमेश्वर चाहिँ गीत गाएर रमाउने हुनुहुन्छ। हालेलुया। दुखी हुनुहुन्न, उहाँले अनुहार कहिले बिगाड्नुहुन्न, उहाँ जहिले पनि हँसिलो हुनुहुन्छ। त्यही कारण उहाँको फेस चाहिँ जहिले पनि प्रकाशले भरेको हुन्छ। हालेलुया। पर्वको दिनमा आज यो पर्व यीशु ख्रीष्ट जन्मिएको पर्व चाड हो, फिस्ट अफ लभ प्रेमको चाड हो। यतिखेर उहाँ चाहिँ हाम्रो निम्ति के गर्नुहुन्छ भने चाहिँ आनन्दले के गर्नुहुन्छ? रमाएर गाउनुहुन्छ। आज हाम्रो निम्ति हामी जब गाउँदै गर्छौँ, नाच्दै गर्छौँ, उहाँ पनि हाम्रो निम्ति नाच्नुहुन्छ, गाउनुहुन्छ। हामी देख्दैनौँ तर अनुभव गर्न सक्छौँ, महसुस गर्न सक्छौँ। हालेलुया। हामी त्यो दिन देख्छौँ जुन दिन तपाईँ हामी शरीरबाट सरिसकेको हुन्छौँ, त्यतिकै यीशु ख्रीष्टलाई देख्न सक्छ। अहिलेदेखि तपाईँ हामी के हुन्छ भन्नुहोस् त? खरानी हुन्छौँ। अहिले यीशु ख्रीष्ट हामी देख्ने खरानी हुन्छौँ। त्यो कारण परमप्रभु परमेश्वरले समय राखिदिन्छ, त्यो ऋतु राखिदिएको छ। जुन दिन हामी जीवनबाट सरिसक्यौँ त्यतिखेर यीशु ख्रीष्टलाई हामी आम्ने सामने देख्छौँ। हालेलुया। त्यतिखेर उहाँ नै प्रकाश हुनुहुन्छ, उहाँ नै ज्योति हुनुहुन्छ, उहाँ नै हाम्रो घर हुनुहुन्छ, उहाँ नै हाम्रो राज्य हुनुहुन्छ। हालेलुया। केहीको हामी दरकार पर्दैन। अनि त्यो कारणले गर्दा आज हामी किन नगाउने परमप्रभु परमेश्वरको निम्ति? हालेलुया। अनि त्यो कारणले गर्दाखेरि अब म है यीशु ख्रीष्टतर्फ हामी लगिरहेको छु। अनि अब उहाँको योजना हामी तीतोको 2:11 वचनद्वारा हामी पढिसकेको छौँ। अनि अब हामी यीशु ख्रीष्टलाई परमप्रभु परमेश्वरले चाहिँ तपाईँ हामीले के को रूपमा दिनुभएको छ? एउटा उपहारको रूपमा दिनुभएको छ। आमेन। उपहार मैले जस्तै भतिजा मैले के उपहार किनेर दिएँ भने त्यो उपहार म फर्काएर लाँदिनँ। मलाई दिनुहुन्न, उहाँको हमेसाको लागि उहाँको हुन्छ। आज पिता परमेश्वरले हाम्रो निम्ति त्यो उपहार दिनुभएको छ, यीशु ख्रीष्टलाई हाम्रो निम्ति दिनुभएको छ। हालेलुया। आज हामी समूहमा त केही वास्ता गर्दैनौँ है, हामी मान्छेको भिडमा त त्यो वास्ता गर्दैनौँ, हामी परिवार हुँदा वास्ता गर्दैनौँ, साथीसँग हुँदा वास्ता गर्दैनौँ। जब तपाईँ हामी एकान्तमा हुन्छौँ, एकान्तमा चाहिँ यीशु ख्रीष्टको दरकार पर्छ। तपाईँहरूलाई कसरी जिउने, मेरो केरियर कसरी बनाउने है, कसरी आफ्नो जीवनलाई अघि बढाउने, कस्तो प्रकारले हाम्रो योजनाहरू पुरा गर्ने, कसरी हाम्रो सबै कमी घटेर पुरा गर्ने, थुप्रै योजनाहरू हुन्छ मानिसको जीवनमा। त्यो योजनाभित्र पस्दै गर्दाखेरि आज एकान्तमा चाहिँ यीशु ख्रीष्टको तपाईँहरूलाई दरकार पर्छ।
न आफ्नो पतिले, न आफ्नो पत्नी, न छोराछोरीले, न मण्डली, न आफन्तले कसैले पनि त्यतिखेर सान्त्वना दिन सक्दैन। केवल यीशु ख्रीष्टले दिनुहुन्छ। हालेलुया। तपाईँले महसुस गर्नुहोस् एकान्तमा हुँदा चाहिँ आज यीशु ख्रीष्टको दरकार पर्छ। अनि त्यो कारणले आज हामी वचन सुन्दै गर्दा हामी वचनलाई गहन रूपमा हामी हृदयमा एक्सेप्ट रिसिभ गरौँ। अनि त्यो कारणले गर्दाखेरि आज हामी हाम्रो निम्ति उहाँले उपहारको रूपमा दिनुभएको छ। यो जीवन चाहिँ अमूल्य बहुमूल्य जीवन हो, कसैको अधिकार छैन। अनि यो जीवन चाहिँ यीशु ख्रीष्टले परमेश्वरले हामीलाई आफ्नै फेसमा, आफ्नै प्रतिबिम्बमा, आफ्नै प्रतिरूपमा हामीलाई बनाउनु भएको छ। कसैको अधिकार छैन। त्यो कारणले गर्दा आज यो जीवन चाहिँ यीशु ख्रीष्ट परमेश्वरको जीवन हो। हालेलुया। अनि त्यो कारणले गर्दा आज कसैको हिस्सा छैन। अनि त्यो कारणले गर्दा आज साँच्चै त्यसको कारण परमेश्वरले हामीलाई असाध्य माया गर्नुभएको छ। हालेलुया। अनि एउटा म तपाईँलाई घटना भन्न चाहन्छु। एउटा भेडा, एउटा बाघ, अनि भेडालाई बाघले खेद्दै गरेको हुन्छ। खेद्दै गर्दाखेरि अनि भेडा भाग्दै जान्छ, दौड्न सक्दैन, बाँच्न सक्दैन। भाग्दै जाँदै गरेको हुन्छ। जाँदै लास्टमा भेडाले भन्छ मेरो कोही छ बचाउने भन्छ। बाघले भन्छ तेरो कोही छैन, म तँलाई अब खान्छु भनेर भन्छ। खेदिरहेको हुन्छ। खेद्दै जाँदै गर्दा एउटा तलाउमा पुग्छ। त्यो तलाउ बाटो के छ, त्यही तलाउ भन्छ पोखरी, दलदली, त्यो क्रस गरेर जानुपर्छ। अनि बाघले खेदिएको हुन्छ। अनि बाघले तँलाई म खान्छु, तेरो कोही छैन भन्छ। भेडाले भन्छ मेरो कोही न कोही छ बचाउने भन्छ। तेरो पो कोही छैन, मेरो वचन छ भनेर चाहिँ भेडा अगाडि भाग्दै तलाउमा बस्छ। तलाउमा गएर पुरा पौडी खेल्दै पुरा कोसिस गरेर एकदम कष्टसँगले त्यो दलदली हिलोबाट तर्ने प्रयास गर्छ। अघि बढिराखेको हुन्छ। पछाडि बाघ पनि त्यसलाई खेदिरहेको हुन्छ, त्यो तलाउमा डुब्दै। अनि त्यसो गर्दाखेरि उसले पछाडि हेरेर आइसके आफ्नो छेउमा ऊ कुद्दै जान्छ। तँलाई म खान्छु, तेरो कोही पनि छैन भन्छ। तर भेडाले भन्छ मेरो कोही छ। हालेलुया। अनि कुद्दै जाँदा चाहिँ उसको मालिक अगाडि आइपुग्छ। अगाडि आएर चाहिँ त्यो दलदलीबाट जब हातेर तानेपछि त्यो बाघ के हुन्छ, त्यो बाघको मालिक हुँदैन, त्यो दलदलीमा भाँसेर मर्छ। हालेलुया। आज त्यो चाहिँ के हो, तपाईँ अनि मेरो पाप हो। हालेलुया। दलदलीहरू चाहिँ संसार हो, अनि त्यो बाघ चाहिँ तपाईँ अनि मेरो पाप हो। अनि हाम्रो मालिकले आज तपाईँलाई बचाउन आउनु भएको छ। हालेलुया। हालेलुया। अनि त्यो कारण उहाँको योजना महान छ। अनि त्यो कारणले गर्दाखेरि हामी यसै 7:14 वचन हामी सधैँ पढिरहेको छौँ। यहाँ चाहिँ कन्या गर्भवती हुनेछ। कन्या जो चाहिँ मरियम हुनुहुन्थ्यो। मलाई चाहिँ पवित्र यीशु ख्रीष्टले सेलेक्सन गर्नुभयो। त्यो नारीमा कन्या को चाहिँ एकदम पवित्र छ, जो चाहिँ एकदम कन्या छ, पवित्र छ, परमेश्वरले रोज्नु भयो। आमेन। रोजेर त्यो कन्यालाई चुन्नुभयो ताकि प्रभुलाई थाहा छ कि त्यो कन्याकोबाट मैले चाहिँ अब संसारमा मेरो पुत्रलाई पठाउनुपर्छ भनेर योजना गर्नुभयो, परिकल्पना गर्नुभयो। खोज्दै जाँदाखेरि परमेश्वरले एउटै स्त्री भेटाउनु, जसको नाम के हो, मरियम। विवाह नगरेको त्यो मरियमको कोखमा पवित्र आत्माले गर्भधारण गर्यो। पवित्र आत्माले यीशु ख्रीष्ट पनि हुनुहुन्छ, परमेश्वर पनि हुनुहुन्छ। उहाँको प्रतिरूप चाहिँ त्यो कन्याको गर्भमा धारण गर्नुभयो, बनाउनु भयो। अनि यीशु ख्रीष्ट चाहिँ खासै माध्यम चाहिएको थियो। कन्या गर्भवती हुनुको मतलब यीशु ख्रीष्ट चाहिँ आउनु चाहिँ एउटा माध्यम चाहिएको थियो। अनि केमा माध्यम चाहिएको चाहिँ योना 1:1 के लेखेको छ तपाईँले भन्नुहोस्। सबैलाई मुख कस्तो भएको वचन भन्नुहोस् भन्नुहोस् त। जोड्ने सुन्नेको जोड्ने। आदिमा वचन थियो, वचनै परमेश्वरसँग थियो, वचनै हजुर त्यो धारी हुन आयो होइन। अनि त्यो वचन आदि वचन थियो, वचन
परमेश्वरसँग थियो अनि त्यो वचन नै के भयो देहमा भएर आउनु देह भनेको सुन्छ शरीरमा प्रकट हुनु के भन्नुहोस् न हामी मानिस जाति यति साह्रो यति साह्रो हामी ढिट हुन्छौँ क्या यति साह्रो ढिट हुन्छौँ किन भन्नुहोस् न हाम्रो पिताले पाप गरी पठायो अघि रोमी हामी 5:17 पढ्दै थियो नखा भनेको फल खाइ पठायो होइन नछु भनेको कुरा छुइ पठायो आज हामी त्यस्तो छौँ त्यो नगरे भन्छ अघि छुइ पठाउँछौँ के हुन्छ म छुन्छु भन्छ त्यो नखा भनेको कुरा झन् छिटो खानु मन लाग्छ हो कि भन्नुहोस् न नखाइ त्यो भन्छ न त्यो स्वाट्टै पारिहाल्छौँ अनि एकजना हाम्रो साथीले भनेको थियो उहाँ सेवा गर्नुहुन्छ पवित्र आत्माले भएर पुरा सेवा गर्नुहुन्थ्यो अरे एकदम पवित्र आत्मा भएर सेवा गर्नुहुन्थ्यो अरे अनि दिन प्रतिदिन उसको सेवा त फल डाउन हुँदै गयो न अन्य भाषा नै बोल्छ न पवित्र आत्मा नै बोल्छ हो कम्ती हुँदै जाँदा चाहिँ के भएछ त्यो हुँदै जाँदै गर्दा चाहिँ एकजना त्यहाँको मण्डलीको दाजुले सोधे अनि यहाँ बहिनी तिमी त के भयो त्यो त पुरा पवित्र हे दाजु तिमी त के भयो पवित्र आत्मा सेवा गर्थ्यो भने कि अनि त्यो दाजुले भने स्वाटै लागेको थियो सबै हराइ गयो भने अनि हाम्रो जीवन चाहिँ यस्तो खालको जीवन हो है हामीले जीवनलाई चाहिँ टर्निङ पोइन्ट बनाउनु यति साह्रो गाह्रो पर्छ क्या टर्निङ पोइन्ट जब हामी जाँदै हुन्छ त्यो टर्निङ घुम्नु कता साह्रो पर्दैन हामीलाई है शरीरमा त हामी घुम्छौँ हो आत्मामा घुम्नु यति साह्रो पर्छ जान्छौँ घुम्छु भन्छौँ घुम्नै दिँदैन अनि किन भन्छ यो हाम्रो पिताले गरेको स्वभाव क्या एउटा व्यक्तिले गरेको पापको कारणले आज हामी चाहिँ त्यो कुरा आइराखेको छ अनि आज त्यही कारणले गर्दा हामी चाहिँ ख्रिस्टको वचनलाई हृदयमा राख्न पर्ने प्रश्न देहधारी भएर यीशु ख्रिस्ट आउनुभयो हामी नर्मल तरिकाले सोच्दै गरेको हुन्छ तर वास्तवमा चाहिँ यीशु ख्रिस्ट चाहिँ उहाँ चाहिँ शक्तिशाली हुनुहुन्थ्यो हालेलुया हालेलुया अनि है यीशु कहाँबाट आउनुभयो भने चाहिँ सुसमाचारको पुस्तक योना सुसमाचार 7:42 पढ्नुहोस् त तपाईँले म वचन लामो भन्दिनँ है आजै प्रोग्राम छ जोडले सुने नै हालेलुया यीशु ख्रिस्ट कहाँबाट आउनुहुन्छ दाउदको सन्तान बेथलेहमबाट आउँछ भन्नुभएको छ है कति मिठो वचन हामी सुनिराखेको छौँ अनि बेथलेहम ठाउँबाट यीशु ख्रिस्ट आउनुभएको छ अनि म यो गर्व गर्छु कि ताकि पोहोरको साल यतिखेर हामी घरमा सेवा गर्दैथ्यौँ है आँखाको झिमै पनि साल आयो तर हामीले त्यो साल बिताउनु कति चाहिँ कठिन पर्यो 365 दिन यो चाहिँ परमेश्वरले दिनुभएको अनुग्रह हालेलुया परमेश्वरले दिनुभएको अनुग्रह प्रेम अनि 365 दिन चाहिँ हामीलाई काट्नु कति पनि लागेन हो किन भन्छ 365 चाहिँ आज फेरि एकछिनमा आइपुगेको छ यसको श्रेय हाम्रो परमेश्वर हामी दिनेछ हालेलुया ताली बजाएर धन्यवाद दिनेछौँ कसै हस्पिटलको बेडमा महिना दिन 6 महिना सुत्नु भएन दबाई खाँदै सुत्दा उठ्दा दबाई खानु भएन है कसै एक्सिडेन्टमा पर्नु भएन कुनै प्रकार आपतकालीन आएन किनभने परमेश्वरको अनुग्रह तपाईँहरूले जीवनमा छ हालेलुया त्यो दिनको सेवाकारीले त्यो दिनको क्रिसमसको सेवाकारीले आज तपाईँहरूलाई परमप्रभु परमेश्वरले अनुग्रह गर्नुभएको छ हालेलुया आज दिन प्रतिको घटना घटिरहेछ म किन भन्छु त कुद्दै डिलमुनि गएर धुलो पिठो भएको परिवारले गएको छ बुढाबुढी गएको छ है नानीहरू बालबच्चा गएको छ तर आज त्यो अनुग्रह तपाईँहरूले जीवन भएको कारणले गर्दाखेरि उहाँको सुरक्षाको लागि मलाई धन्यवाद दिनुपर्छ
त्यो नै तपाईँहरूलाई परमेश्वर आइरहन दिनुभएको छ। हालेलुया। आज त्यो हुँदा हुँदा पनि हामी प्रभुलाई बिर्स्यौँ भने आज बिर्सिनेको दशा चाहिँ खतरा हुन्छ भने हितोपदेशको वचनमा लेखेको छ। त्यो कारणले गर्दा यीशु ख्रीष्टलाई हामीले है हृदयबाट यीशु ख्रीष्टलाई हामीले हृदयबाट हामी अपनाउनु पर्ने, हृदयमा जन्माउनु पर्ने कुरो छ। अनि हामी साँच्चै होसियारी यीशु ख्रीष्टलाई आफ्नो जीवन हामी समर्पण गर्न पर्ने कुरा आउँछ। अनि उपहारको रूपमा हामीलाई दिनुभएको छ परमेश्वरले। अनि यहाँनिर अघि मैले भन्दै थिएँ पाप मानव जातिको सबैभन्दा ठुलो शत्रु हो। हाम्रो शत्रु केही पनि पाप हो। पाप चाहिँ हो झुटो बोल्दा पनि पापै हुन्छ। मलाई कि 2 कोरिन्थियर 10 छ है प्रभु ढाँट्नुहुन्न बदल्नुहुन्न भन्नु भन्नुभएको छ। बदलिने परमेश्वर हुन्न, हामी बदलिन्छौँ तर प्रभु बदलिनुहुन्न। अनि त्यो कारणले गर्दाखेरि पाप चाहिँ मानव जातिको सबैभन्दा ठुलो शत्रु हो। यसले एक व्यक्तिको आत्मा र जीवनलाई नाश गर्छ। आत्मा र जीवनलाई नाश गर्छ भनेको छ पापले। पापले चाहिँ तपाईँले छोड्नु मान्दैन जबसम्म हामी त्यसलाई इन्कार गरेन भनेदेखि। मान्छेले कतिको पाप गर्छ भन्नुहोस् न। शैतानले हामीलाई कतिको पाप गर्न लाउँछ। एक्लो हुँदा पाप गर्न लाउँछ। हामी भिडमा पाप गर्न लाउँदैन। त्यो बगलबाट निकालेर पर लगेर पाप गर्न लाउँछ। आज त्यो पापबाट आज तपाईँ छुटकारा पाउनु पर्ने कुरो छ। यीशु ख्रीष्टको जन्मदिनमा चाहिँ हामी छुटकारा पाउनु पर्ने कुरो छ। त्यो कारणले चाहिँ मसीह ख्रीष्टको अर्थ अघि मैले भने कि त्यो दुईटाको अर्थ मसीह ख्रीष्टको अर्थ के हो? अभिषेक गरिएको। ग्रिक भाषा र हिब्रू भाषा अभिषेक गरिएको हुन्छ। यीशु ख्रीष्ट वास्तवमा अभिषेक पो हुनुहुँदैछ। अभिषेक भने बुझ्नुहुन्छ? अभिषेक भनेको हामी डरलाग्दो कुरो सोच्छौँ है। अभिषेक चाहिँ के हुन्छ? त्यो सबै नराम्रो कुरो डराइदिन्छ। यसो 10:27 लेखेको छ परमप्रभु परमेश्वरको अभिषेकले चाहिँ त्यो जुवाहरू पुरा टुक्रा भएर जान्छ भनेको छ। त्यो जुवा चाहिँ के जुवा भन्दा चाहिँ हामीलाई घिस्रोमा लगाएर चाहिँ तान्दै लाने जुवा त त्यो होइन। त्यो जुवालाई चाहिँ घिस्रोमा लगाएर चाहिँ तान्दै लाने त्यो चाहिँ शैतानिक जुवा, अधर्मको जुवा, पापको जुवा। आज हेर्नुहोस् आज तपाईँहरूले कति माया गर्नुभएको छ। अघि हामी सुन्दै थियौँ प्रार्थना गर्दा हाम्रो मामाको सुन्दै थियौँ 40 जना नबीहरू पठाए, अगमवक्ताहरू पठाए। अगमवक्तालाई हत्या गर्यो भनेको छ बाइबलमा, मार्यो भनेको छ। उनीहरू कुरा सुनेन भनेको छ। अन्तमा लाग्छ परमेश्वरले म एकदम साइलेन्ट बस्नु 400 वर्ष साइलेन्ट बस्नु भएको छ। अनि भोलिसर 111 को त्यहाँ 9 मा छ। उहाँले आफ्नो जातिको लागि मुक्ति पठाउनु भएको छ। यीशु ख्रीष्ट जन्मिनुभन्दा 700 वर्ष अघि लेखेको भजनकार लेखेको वचन छ। यीशु ख्रीष्टले आफ्नो जातिको लागि मुक्ति के गर्नु भएको छ? पठाउनु भएको छ। मुक्ति र उद्धार पठाउनु भएको छ। हालेलुया। जसको नाम के हो? इमानुएल। यीशु ख्रीष्ट हुनुहुन्छ। इमानुएल चाहिँ हिब्रू भाषामा चाहिँ के हो? परमप्रभु हामीहरूसँग। आज हामी छौँ है यहाँ। आज हामीसँग परमप्रभु परमेश्वर यसरी हुनुहुन्छ। हामी मात्रै छैनौँ। हालेलुया। अब सक्नाले कोकलाई निन्द्रा आउँदैछ, हामी सुतेर हामी सुन्नेछौँ। आँखा बन्द चिम्ले भने कानले सुन्नुहोस्। त्यो कारणले गर्दाखेरि आज है हामी अघि सुन्यौँ, यहाँ घरको मालिकबाट हामी सुनेछौँ आज त छ्याङ्गै पार्नुपर्छ भन्नुभयो। त्यसो भन्दा पनि हामी फेरि उहाँको कुरा मान्दैन भने फेरि कुरा अप्ठ्यारो छ। हुन त गलेको छौँ है, तर परमेश्वरले सही समय दिनुहुन्छ। त्यो कारणले गर्दा आज हामी यो है आज हामी उद्धारको आवश्यकता छ। आज यीशु ख्रीष्ट जन्मिनु भयो, उच्च हर्ष मनाइराखेका छौँ। तर तपाईँले मेरो जीवन जन्मेको छ कि छैन त्यो कुरो पनि वचनले भन्छ। आज हाम्रो जीवनहरू नयाँ हुनुपर्ने कुरा आउँछ, परिवर्तित हुनुपर्ने कुरा आउँछ। अनि 12 वर्ष कुकुरको पुच्छर ढुङ्गामा राख्यौँ, 12 वर्षमा खोलेर हेर्दा त्यो बाङ्गो हुन्छ अरे क्या। आज उहिलेको बुढापाखाले भनेको उखान
है कति सही छ कति फेरि पुग्दैन है अस्ति हामी ज्येष्ठसँग कलेज जाँदा बात हुन्थ्यो मलाई याद आयो पढेको नि के काम हलो जति माम भन्थ्यो अहिले हलो त सबै थन्कायो नपढी माम आउनु छोड्यो आज कति फेल भयो त कति के भएछ पुगेको छ अनि त्यो कारणले गर्दाखेरि आज है परमेश्वरलाई महिमा भएको अनि आज साँच्चै सुन्दर समय ठिकको समय जाडोको समय चाहिँ आज प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो त्यो पनि गरिबको निम्ति जन्मिनु भयो अधर्मीको निम्ति पापको निम्ति जन्मिनु भयो साँच्चै तपाईँ हामी धन्यको छौँ यदि गरम महिनामा जन्मिनु पर्थ्यो होला होइन आज म तपाईँलाई एउटा भन्न चाहन्छु हामी यस्तो नानीहरूबाट वचन सुनेको थियो आज इसाईहरूले त्यो तारिख खोज्नु गरेर जन्मेको आज म जन्मेको मलाई थाहा छैन अनि आमा र पापालाई सोध्यो भने पापाले हुन्छ 80 आमाहरू चाहिँ 82 कति तारिख भने असार 3 गते कसै 14 गते थाहा छैन अनि अन्दाजमा डेट लाग्यो अनि त्यो डेटले चलिरहेको छ आज हामी यीशु ख्रीष्टको त तारिख खोजिरहेका छौँ तारिख खोज्नु त यीशु ख्रीष्ट डेफिनेटली जन्मिनु भएको छ तर जाडोको समयमा हामी डेटले उद्धार गर्दैन हालेलुया डेटले हामीले मुक्ति दिँदैन तर यीशु ख्रीष्टले हामीलाई मुक्ति दिन्छ आज ज्ञानको कमीको कारणले आज धेरै मान्छे नष्ट भएको छ हितोपदेशको वचन भनेको छ कुनै व्यक्तिलाई कुनै बाटो सही लाग्छ तर त्यसले अन्त मृत्युमा पुर्याउँछ भनेको छ हामीले कुनै बाटो सही लागेको हुन्छ तर अन्त त्यसले कहाँ पुर्याउँछ मृत्युमा पुर्याउँछ मानिसको कुरालाई सुने जब लाग्छ मृत्युमा पुग्छ बस्न पर शासन गयो जिन्दगी अनि हामी त्यो व्यक्तिहरूको भन्दा बुद्धिजीवी व्यक्तिहरूको कुरा भन्दा हामी प्रभुको वचन सुन्न पर्ने कुरा छ हालेलुया जब हामी यो कुरालाई पर राखेर परमेश्वरको मानिसको प्रशंसा गर्छौँ नि प्रभु रिसाउनुहुन्छ अनि हामी त्यो व्यक्तिको बढीबाट गर्छौँ जसले हामीलाई यी कुराहरू सिकाउँछ उनीहरूको कुराहरू सिकाउँछ वचनको विपरीत कुरा सिकाउँछ जब उसलाई हामी कुरा सुन्छौँ हामी इन्डाइरेक्ट हामी के गरेको हुन्छ भन्नुहोस् त आइडल वर्सिप हाम्रो मामाले भन्नुहुन्छ आइडल वर्सिप हामी मूर्ति पूजा गरिराखेको हुन्छौँ हालेलुया त्यो कारणले गर्दाखेरि आज तपाईँ हामी उत्साह मनाइरहेको छौँ आनन्द मनाइरहेको छौँ ताकि आज जन्मदिन मलाई खुसी लाग्छ आजको यो समयहरू पाउँछ हाम्रो नानीहरूसँग म खुसी लाग्छ हाम्रो भाइ आत्मिक छोराछोरी हुनुहुन्छ सबैजना म भन्दा सिनियर पनि हुन्छ देहमा हुन्छ आत्मिक छोरी यसमा ठुलो हुन्छ उहाँ ज्ञानी हुनुहुन्छ अनि उहाँ अनुभवी हुन्छ र पनि आत्मामा चाहिँ छोराछोरी हुनुहुन्छ हाम्रो यो भाइमा चाहिँ म खुसी लाग्छ किन मैले यो नानीहरूको लागि म सोच्छु एक्लो हुँदा म महसुस गर्छु सोच्छु हाम्रो यो भाइ पनि चाहिँ आज शक्तिशाली भएर खडा हुनुपर्छ भनेर यो नानीहरूलाई म प्रोत्साहन दिन्छु अनि यो नानीहरूलाई म बढाउन चाहन्छु त्यही कारण म बसेर बोल्न लाउँछु लिड गर्न लाउँछु हालेलुया आफू मात्रै साँडे होइन साँडे एकदिन सिङ भाँचिने कसरी लडाइँ गर्ने साँड पनि बुढो हुन्छ सिङ भाँचिन्छ तर साँडे जन्मिनुपर्छ हालेलुया भेडाले भेडा जन्मिनुपर्छ बाख्राले बाख्रा जन्मिन्छ हामी चाहिँ भेडा हौँ भेडा बाख्रा जन्मेपछि बर्बाद फेरि बाली खानु पुग्छ अर्कामा बाली खानु बाख्राले के पाउँछ मालिकबाट अरू बाली खाने मालिकबाट सानो सेफ्टी भेट्दैन हो नजिकभन्दा सेफ्टी भेट्छ टाढा भने फेरि बम गिर्ने साँच्ची हो हामीले पहिला के गर्थ्यौँ बाख्रा हाल्थ्यौँ हामीले ढुङ्गाले हेरेर त सिङ्गल भाँचिदिएको छ त्यो लागि आज बाख्राले बाख्रा जन्माउँछ तर भेडाले भेडा जन्माउँछ आज हामी भेडा जन्माउने हामी जाँथ्यौँ हालेलुया त्यो कारणले गर्दाखेरि आज नानीहरूलाई हामीले सही शिक्षा भूतका राखेको छ ताकि यो नानीहरू एकदम परमेश्वर ठुलो सेवा गर्ने व्यक्ति हुनेछ हालेलुया आज यो हाम्रो जन्मेको अभिषेक हामी सारिराखेको छ कृष्णले दिएको अभिषेक हाम्रो जीवनमा सरेको छ त्यो अभिषेक हाम्रो जीवनमा यो नानीमा सारिराखेको छ हालेलुया त्यो कारणले गर्दाखेरि आज तपाईँमा आनन्द हर्ष उल्लास मनाइराखेको छौँ यो घर परिवारले आज तपाईँलाई निमन्त्रण दिनुभएको छ हामीलाई स्वागत गर्नुभएको छ यो स्वागत हामीले गरेको स्वागत चाहिँ कसलाई गर्नुभएको पवित्र परमेश्वरलाई
वचनमा के मत्तीको पुस्तक 21 त्यहाँ 29-30 को वचन पढ्छु 25 को 29 को वचन म भोकाएको थिएँ के भन्छ मलाई खुवायौ म नाङ्गो थिएँ बस्दैथ्यौ म तिर्खाएको थिएँ तिमीले पानी खुवायौ पियाऊ भनेर भन्नुभएको छ म घर थिएँ मलाई घर दियो भन्नुभएको छ आज अहिले हामीलाई बोलाउँदै गर्दाखेरि आज त्यो वचन पुरा भएको छ आमेन त्यो वचन पुरा भएको छ अनि आज मलाई खुसी लाग्छ किन भन्नुहोस् त आजभन्दा 20 वर्ष अगाडि क्यारल खेल्दाखेरि हामी एक सय लुगा लाएर हामी हिँड्थ्यौँ चप्पलमा यति साह्रो जाडो लाग्थ्यो टोपी हुन्थेन हामी सिनियरहरूलाई थाहा छ त्यो स्थिति है बजाउनु एउटा गिटार मात्रै थियो एउटा हार्मोनियम कि एउटा माला कि कङ्गो टेम्रिङ हुन्थ्यो गीत गाउँदा चाहिँ यो ओठहरू चल्थेन चिसोले गर्दा आज तपाईँहरू धन्य हुनुहुन्छ तातो भएर केरल खेल्नु पाइरहेछ केरल सेवा गर्नु पाइरहेछ एउटा लुगा लाउनु पर्यो आज एक रातमा 3, 4, 7, 8, 9, 10 घर हामी कम्प्लिट गर्नु पर्थ्यो मैले ढाँटेकन म प्रभुको उपस्थित वचन अगाडि राखेर तपाईँहरूमा बोलिरहेको छु रात बिहान 3, 4 बज्दाखेरि भाले बाँच्दाखेरि हामी अन्तिम घरमा हामी सक्नु आँटेको हुन्थ्यो केरलमा सेवा आएर 2-3 घन्टा सुतेर काम गर्नु फेरि बेलुका हिँड्नु पर्थ्यो हार्मोनियम बोक्नु पर्थ्यो यहाँ हिँडेर पारी वारी तर्नु पर्थ्यो पानीको बाटोबाट जानु पर्थ्यो कोही बेला खुट्टा भिज्थ्यो काम थियो अनि त्यो स्थिति हामी प्रभुको आराधना गर्थ्यौँ जन्म मनाउँथ्यौँ आज त्यो दिन गएको दुःख आज त्यसको फल आज तपाईँहरूले दिनुभएको छ हालेलुया हालेलुया महिमा भएको छ साँच्चै आज हामीले वचन सुनेको छौँ हाम्रो पापको लागि आज येशू ख्रीष्ट आउनु भएको छ हामी यो नसोचौँ हामी शङ्का नगरौँ हामी विश्वास गरौँ किन प्रभुको वचन रोमी 8:24 भन्छ आशाबाट तिमीले उद्धार पाएको छौ देखिने आशा त आशा होइन तर नदेखिने कुराको तिम्रो आशा गर्छौ भनेर भन्नुभएको छ हालेलुया देखिने हामी आशा गर्छौँ तर नदेखिने कुराको हामी आशा गरिरहेको छौँ आज वही परमेश्वरको छोरा छौँ आमेन हालेलुया अब वचनमा यति राख्दछौँ अनि यो वचनबाट सर्वप्रथम मलाई अनि हामी सम्पूर्णलाई यस परिवारलाई हामी सम्पूर्ण टोलीलाई धेरै मात्र परमेश्वरले आशीर्वाद दिउन् आमेन प्रभु यीशु मसीहके प्रभु यीशु मसीहके जय ह्यापी क्रिसमस किन कराएको भन्दा यो शब्द चाहिँ परमेश्वरले हामी दिनुभएको छ हालेलुया यो भोइस चाहिँ नदिनु भए हामी हातको तालले सेवा गर्नु पर्थ्यो ओके भन्छ उहाँले दिनुभएको शब्द हामी के गर्छौँ गो ब्याक रिटर्न उहाँलाई दिन्छ यो रिफ्लेक्ट चाहिँ यो शब्द रिफ्लेक्ट मलाई हामी दिनेछ हालेलुया प्रभुलाई महिमा भएको होस् आजको वचनले हामी सबैलाई धेरै मात्रामा आशीर्वाद दिनु भन्दै तपाईँ ध्यानले सुनिदिनु भएको छ यसको लागि तपाईँलाई धेरै मात्रा आशीर्वाद दिनु भन्दै यो समय यतिमा राख्दै आउने छोटो प्रार्थना गर्नेछौँ धन्यवाद छ जिउँदो परमेश्वर तपाईँ आदरको योग्य पराक्रमी दयालु कृपालु अनुग्रही करुणा निदान सेनाहरूको परमेश्वर तपाईँको महान पर्व महान जन्मदिनको उत्साहको दिनमा ओ हामी साँच्चै आज गहन रूपमा तपाईँको सेवाकाभित्र प्रवेश गरिसकेको छौँ यो सुन्दर साँझको घडी तपाईँ जन्मिनेको कुरा लिएर आज वचन प्रसार गर्नमा पवित्र आत्मा मनको 11 को 13 को वचन बोल्नु भएको छ जुन वचन बोल्दै गर्दा मेरो ज्ञान र बुद्धिले होइन तर आफै तपाईँ मद्वारा बोल्नु भएको कारण म तपाईँ परमेश्वरलाई धन्यवाद दिन चाहन्छु जुन वचन सुन्दै गर्दा आफ्नो हृदयको हृदयको खाना तपाईँले खोलिदिनु भएको छ हृदयमा गएर छाप लागेको छ ढुङ्गामा लेखेको अक्षर चाहिँ यो वचन छाप लागेको होस् पिता यो वचन जब छाप लाग्छ कसले पनि निकाल्न सक्दैन मेटिने छैन बुबा अनि प्रत्येक जन तपाईँ परमेश्वरले परिवर्तनको जीवन निस्करि दिनुहोस् पिता तपाईँलाई जन्माएको छ हृदयमा पिता तपाईँ प्रेम हुनुहुन्छ जसले तपाईँलाई प्रेम गर्छ तपाईँले प्रेम गर्नुहुन्छ बुबा तपाईँ यीशु ख्रीष्ट हाम्रो मालिक हुनुहुन्छ माया गर्ने परमेश्वर अनुग्रही हुनुहुन्छ र हामी विश्वास गरेर आजको वचन धेरै मात्र आशीर्वाद पाएका तपाईँलाई परमेश्वर महिमा छ बाबु आज यहाँ मात्र होइन धेरै गाउँको मानिसले सुने प्रत्येक व्यक्तिले आज तपाईँको प्रेमको सन्देश सुन्नुभएको छ फेस अफ लभको प्रेमको चाडको वर्ष सुन्नुभएको छ प्रत्येकले उद्धार पाउनु प्रत्येकले छुटकारा पाउन सकेको छ
धन्यवाद स्वर्गीय पिता तपाईँ सुरुदेखि यस गरिसक्नु तपाईँ सहायता मद्दत गर्नुको लागि आदर भक्ति माग्छौँ सधैँ माया गर्ने जिउँदो यीशु ख्रीष्टको नाममा सुनिकन ग्रहण गर्न होस् आमेन प्रभुलाई महिमा भएको होस् यो समय पनि फेरि हाम्रो आजको चिरप्रसन म त्रिभुसा सुरलाई दिन चाहन्छु सम्पूर्णलाई फेरि पनि जय मसीह